यस्तो बनाइदिएछ। सबै लगाइदिएछ डढेलो। कसले हो पनि डढेलो लाउनु चाहिँ राम्रो हो कि नराम्रो हो, र यो मलाई जतिसम्म लाग्छ डढेलो लाउनु चाहिँ नराम्रो नै हो। किनभने मसिनो रुखको बच्चाहरू हुन्छ है, सबै मर्छ। ठुलोलाई त केही प्रब्लम हुँदैन होइन, माथि त हो। मसिनो चाहिँ अब सबै मर्छै भनौँ न। अब तर कति मरेको होला, कति बाँचेको होला होइन, पत्ता चाहिँ सबै सुकेकै छ। तर पनि कृपया गरी सबैजनाले बुझेर पनि जङ्गलमा डढेर नलगाइदिउँ जस्तो लाग्छ होइन। कति पशु प्राणीहरू हुन्छ, जनावरहरू होइन, उहाँ जनावरहरूको लागि चाहिँ एकदम घातक हो यो डढेर लाग्नु भनेको होइन। नलगाइदिएको राम्रो हुन्थ्यो, त्यति लाग्छ मलाई चाहिँ। नलगाइदिनुहोस् होइन, मेरोबाट चाहिँ यति नै भन्नु सूचना थियो है। मैले भनिदिएँ, हजुरहरूको बिचमा राखिदिएको छु है। तपाईँहरूलाई के कसो हो सोचेर एकदम फैसला दिनु तपाईँहरूले पनि सक्नुहुन्छ होइन, राम्रो हो या नराम्रो हो। ल म चाहिँ आज पहिला चाहिँ यस्तो थियो है, अहिले त आगो लागेर अन्धकार भएको छ है। र यस्तो काम चाहिँ नगर्नुहोस् है, हामीलाई नोक्सान हो यो सब गर्नुमा चाहिँ है, नगर्नुहोस् भन्छु म चाहिँ।